के खाउँ जस्तो भएर फ्रिज खोलेको त चाउमिन देखेँ मैले। अनि मम्मीलाई मम्मी म चाउमिन खाने भने, अनि मम्मी त रेडी हुनुभयो। अनि मम्मीले मलाई भिडियो बनाउने भयो, आइज नानी भन्नुभयो। अनि म भिडियो बनाउन आएँ। पकाएर खान पनि नसक्ने, भिडियो बनाउन त सकिहाल्छु भनेर। हामीसँग घरमा जे अभाइलेबल छ त्यसले मात्र बनाउँछु चाउमिन भन्नुभयो। हेर्नुहोस् त, सिलौटामा लसुन र अदुवा पिसेर मम्मीले पेस्ट बनाउँदै हुनुहुन्छ। चाउमिनमा यसको पेस्ट राख्ने रे। लेट्स सी है त अब कस्तो हुन्छ मम्मीले पकाएको चाउमिन, हेर्दै जाउँ। मम्मीले आफ्नै बारीमा फलाएको प्याज र खुर्सानीलाई यहाँ फ्राई गरिसक्नु भएको थियो। अब यसमा मम्मीले आफ्नो सेक्रेट रेसिपीहरू राख्दै हुनुहुन्छ है। के छ मसलामा मलाई पनि याद छैन, सायद मम्मीको यो एकदम सेक्रेटवाला मसला होला कि। अब मम्मीले यसमा अलिकति बन्दा राख्नुहुन्छ अनि यसलाई हल्का मात्र फ्राई गर्नुहुन्छ। मम्मीले भनेको बन्दा काँचो काँचो मिठो हुन्छ अरे चाउमिनमा, मेरो मम्मीको अनुसार है। अब हजुरहरूलाई चाहिँ कस्तो मनपर्छ? यो बन्दा पनि हाम्रो मम्मीले आफ्नै करेसा बारीमा फलाउनु भएको ल, कस्तो मिठो देखियो। मम्मीलाई मैले मम्मी यस्तो नगर्नु भनेर सिकाउँदा पनि मम्मीले पुरा त जान्दिनँ है, म त अब सेफ नै भइसकेँ भन्नुहुन्छ। चाउमिन बनाउँदैमा सेफ हुने भए त मेरो मम्मी महा सेफ हुनुहुन्थ्यो। मम्मीले यसलाई चाउमिन राखेर चलाउनुहुन्छ। एकछिन बेर चलाए पछाडि त्यसलाई मम्मीले एकदम सेफको पारामा पुरा एकदम कराईलाई उचालेर पुरा एकदम मजाले मिक्स गर्दै हुनुहुन्छ। सायद मम्मी सेफ नै हुन खोजिरहेको होला जस्तो लागिरहेको छ कि मलाई। हाम्रो चाउमिन रेडी पनि भयो। मम्मीले यसलाई मजाले चलाएर भुट्नुहुन्छ, त्यसपछि मेरो लागि सर्भ गरिदिनुहुन्छ। वाउ, चाउमिन त राम्रो देखिरहेको छ। लेट्स ट्राई है। अझ मम्मीले प्याजले पनि गार्निस गर्ने रे। ल म त खाना गएँ ल, टाटा।